सेन्ट जेभियर ओल्ड क्वेसन 2074 अहिले 100 क्वेसन हामी सल्भ गर्नेछौँ। यहाँ फर्स्ट क्वेसन रहेछ, द वर्ड सिमिलर टु गिभन सेन्टेन्स इज स्टिक मेड अप अफ वुड अर प्लास्टिक एक्ट्स लाइक लाइटर वेन फ्रिक्सन इज अप्लाइड भने यो चाहिँ म्याच हुँदो रहेछ। र 2 नम्बर यहाँ रहेछ, द वर्ड सिमिलर टु पेनम्यानसिप। अब पेनम्यानसिप चाहिँ केदेखि होला त, यहाँ क्यालिग्राफी भन्ने वर्डको मैले लास्ट 2 एउटा भिडियोमा पनि कुरा गरेको छु। यो एकदमै इम्पोर्टेन्ट वर्ड रहेछ जुन कि रिपिटेड क्वेसन आइरहेको छ। भने क्यालिग्राफी भनेको हुन्छ आर्ट अफ राइटिङ, र आर्ट अफ राइटिङ र पेनम्यानसिप चाहिँ कनेक्टेड वर्ड रहेछ। त्यही भएर यहाँ सही अप्सन सी नम्बर क्यालिग्राफी हुन्छ। र 3 नम्बर क्वेसन यहाँ छ, आई वेन्ट डट डट भने यहाँ हेर्नुहोस्, यहाँ 3 एउटा ब्ल्याङ्क छ होइन, 3 एउटा ब्ल्याङ्क हामीलाई फिल गर्नु छ भने यो अलि टाइम कन्ज्युमिङ देखा पर्दछ होइन। तर यो चाहिँ सबभन्दा कम टाइममा सल्भ हुने क्वेसन हो। अब यहाँ जस्तै फर्स्टमा छ हाम्रो फर्स्टको सेन्टेन्स चाहिँ यहाँ रहेछ, आई वेन्ट डट डट अ वाक भने यहाँ चाहिँ के हुन्छ, आई वेन्ट फोर अ वाक होइन, आई वेन्ट फोर अ वाक हुन्छ यहाँ। भने 4 चाहिँ कुन अप्सनमा रहेछ, एमा त फर्स्टमा 4 छैन, बीमा छैन, सीमा छैन, अभियसली डीमा छ र एउटा मात्र अप्सन डीमा रहेछ। र त्यही भएर यहाँ आँखा बन्द गरेर बिना अगाडिको क्वेसन पढे हामीलाई यो डी नम्बर अप्सनमा मार्क गर्नुपर्छ, किनभने हामीनिर इन्ट्रान्समा एकदमै कम टाइम हुन्छ, एकदमै लिमिटेड टाइम हुन्छ। त्यही भएर हामीलाई सबभन्दा कम टाइममा यहाँ चाहिँ क्वेसन सल्भ गर्नुपर्छ। र 4 नम्बर छ, माइन्ड योर आउन बिजनेस ही सेड, अभियसली ही सेड रुडली, किनभने ह्याप्ली, हर्सली, स्कार्सली योहरू त कुनै सेन्स नै बनाएन वर्ड्सहरूले। त्यही भएर यहाँ चाहिँ रुडली, यहाँ सी नम्बर अप्सन यहाँ करेक्ट हुन जान्छ। 5 नम्बर यहाँ रहेछ, विच अफ द फलोइङ सेन्टेन्स इज करेक्ट। अब योमा त टाइम कन्ज्युमिङ हो, योमा त टाइम जान्छ नै जान्छ, किनभने यहाँ फर्स्टको सही हुनसक्छ तर सेकेन्डको त्योभन्दा बढी सही हुनसक्छ, थर्डको त्योभन्दा पनि बढी सही हुनसक्छ। भने त्यही भएर यहाँ चाहिँ सबै चेक गर्नुपर्छ कि एक्ज्याक्टली सही कुन रहेछ त। भने यहाँ 5 नम्बरमा हेर्ने हामीहरू यहाँ लेखेको छ, वेन आई वेन्ट टु, यो त अभियसली सेन्टेन्स त सबै सेम नै हुन्छ होइन। भने हामीलाई एक्स्ट्रा पङ्क्चुएसन्सहरू, एक्स्ट्रा फुल स्टप, कोमाजहरू हेर्नुपर्छ कि एक्ज्याक्टली कहाँ के युज गरेको छ। भने सबभन्दा पहिला हामीलाई के चेक गर्नुपर्छ कि यहाँ सुरुवात चाहिँ क्यापिटल लेटरले भएको छ कि छैन। क्यापिटल लेटरले भएको छ भनेको यो सही हो। त्यसपछि आई जहिले पनि यहाँ क्यापिटल हुनु पर्यो, त्यो पनि सही हो। त्यसपछि अगाडि गएपछि यहाँ यतासम्म त सही रहेछ होइन। भने यहाँ एउटा के छ कि यहाँ कोमा दिएको छ, बाँकी चाहिँ किचनको अगाडि वेन आई वेन्ट टु किचन यहाँ पनि कोमा छ होइन। भने यो दुईवटा कोमावाला अब सेन्टेन्स पढ्ने, लाइक बी नम्बर र डी नम्बर पढ्ने होइन। वेन आई वेन्ट टु किचन, वेन आई वेन्ट टु किचन कोमा मम बाउट ब्रेड बटर एन्ड मिल्क, यो त सही छ होइन, ग्रामेटिकली सही छ। अब त्यही डी नम्बरमा पनि त कोमा रहेछ, डी नम्बरलाई पनि चेक गर्नु पर्यो। वेन आई वेन्ट टु किचन मम बाउट यहाँ सेमी कलन रहेछ होइन। भने यो चाहिँ यहाँ युज हुने होइन। पङ्क्चुएसन क्लास 10 को ग्रामरमा पढेको हिसाबले यहाँ जब हामीहरूले कुनै कुरा डिफ्रेन्ट कुराको बारेमा चर्चा गरिरहेको छौँ भने यो चाहिँ युज गर्न पाइएन। त्यही भएर यो डी नम्बर अप्सन रङ हुन जान्छ। र यहाँ कोमा नभएकाले ए नम्बर र सी नम्बर त्यस्तै एलिमिनेट भइसक्यो। अब सही अप्सन कुन आयो त, सही अप्सन आयो बी नम्बर, वेन आई वेन्ट टु किचन कोमा मम बाउट ब्रेड बटर एन्ड मिल्क, बी नम्बर सही अप्सन हुन गयो यहाँ। 6 नम्बर अब हेर्ने, यहाँ 6 नम्बर रहेछ, द बेड एन्ड ब्रेकफास्ट डट डट नाइस वी ह्याड फन। यहाँ एउटा के हामीहरूलाई ध्यान दिनुपर्छ, यहाँ एक्स्ट्रा पनि एउटा सेन्टेन्स रहेछ, त्यही भएर हामीलाई ध्यानपूर्वक यहाँ लगाउनु पर्छ। अब वी ह्याड फन कुन टेन्समा रहेछ त, पास्ट टेन्समा रहेछ होइन। भने पास्ट टेन्समा रहेछ भने हामी त प्रेजेन्टवाला त कुनै पनि युज गर्न पाइएनौँ। यहाँ ए नम्बर पाइएनौँ, बी नम्बर पाइएनौँ। अब डी नम्बर रहेछ, इज एन्ड वाज, इज त कुनै पनि हालतमा हामी युज गर्न सक्दैनौँ, किनभने ए नम्बरमा त अलरेडी कट गरिदियो होइन, एलिमिनेट गरिदिएको छौँ। भने इज हुन सक्दैन, त्यही भएर डी नम्बर पनि रङ हुन्छ। भने सही अप्सन कुन भयो त, सी नम्बर। सी नम्बरमा वाज रहेछ, वाज पास्ट टेन्समा रहेछ, पास्ट टेन्समा यहाँ पास्ट टेन्स म्याच गरिरहेछ,
र यहाँ यो सही एन्सर हुन जान्छ। अल अफ अस डट 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 एराइभ्ड यस्टरडे। अब फेरि यहाँ हेर्ने हो, यो पनि ग्रामर रहेछ। यहाँ चाहिँ ग्रामरको क्वेसन आधा जति हुन्छ र त्यसपछि आधा वर्डहरू र अर्को फ्रेजल भर्ब्सहरू अझै अर्को खालको क्वेसनहरू हुन्छ, जुन कि 2072 2073 वाला भिडियोमा मैले धेरै विस्तारमा चर्चा गरेको छु हैन। अनि यहाँ चाहिँ 7 नम्बरमा रहेछ कि अल अफ अस एराइभ्ड यस्टरडे ह्याज। अल अफ अस ह्याज चाहिँ हुँदैन, ह्याभ पनि यहाँ चाहिँ म्याच हुँदैन र ह्याभ त अब ह्याज अब किन म्याच हुँदैन भने ह्याभ चाहिँ आई, वी, यु र देमा म्याच हुन्छ हैन। आई, यु, वी एन्ड देमा र ह्याज चाहिँ हुन्छ त्यो बाँकी छाडेर। तर अल अफ अस एराइभ्ड यस्टरडे भनिदिएको छ, यहाँ टाइम तोक दिएको छ कि हामी यस्टरडे एराइभ भयो। अगर यस्टरडे नभइदिएको भए यहाँ ह्याज पनि हुन सक्थ्यो, तर यस्टरडे यहाँ तोकिदिएको कारण यहाँ चाहिँ हामीहरूले ह्याड युज गर्न जान्छौँ र ह्याज ए नम्बर र ह्याभ बी नम्बर यहाँ चाहिँ हामीहरूले अलरेडी एलिमिनेट गरिदियो भने डी नम्बर त त्यस्तै एलिमिनेट भइ नै सक्यो हैन। भने सी नम्बर यहाँ चाहिँ सही अप्सन हुन जान्छ। अब 8 नम्बर हामी जान्छौँ क्वेसन, विच अफ द सेन्टेन्स ह्याज करेक्ट युज अफ आर्टिकल। यहाँ फेरि तोक दिएको छ कि करेक्ट युज अफ आर्टिकल खोज्ने। अब माथिको क्वेसनमा के थियो, त्यहाँ तोकेको थिएन कि हामीहरूलाई एक्ज्याक्टली के खोज्नु छ हैन। त्यहाँ चाहिँ पुरा सेन्टेन्स नै हामीलाई चेक गर्नु परेको थियो कि अगाडि के छ, बिचमा के छ हैन। तर यहाँ चाहिँ त्यस्तो छैन, यहाँ एकदमै भनिदिएको छ कि खाली आर्टिकल चेक गर्ने रे, कुनमा आर्टिकल चाहिँ सही रहेछ। अब आर्टिकल चाहिँ चेक गर्ने, इफ आवर चाइल्डहुड वी युज टु स्विम इन द रिभर वेयरिङ द कस्ट्युम। अब यहाँ चाहिँ यो हेऱ्यो हैन। अनि अर्कोमा जाने, इन आवर चाइल्डहुड वी युज टु स्विम इन अ रिभर वेयरिङ अ कस्ट्युम। सी नम्बरमा, इन आवर चाइल्डहुड वी युज टु स्विम इन रिभर वेयरिङ कस्ट्युम। अब 4 नम्बर, इन आवर चाइल्डहुड वी युज टु स्विम इन रिभर वेयरिङ द कस्ट्युम हैन। अब यहाँ हामीहरूले आर्टिकल हेऱ्यो, यहाँ चाहिँ द छ, यहाँ चाहिँ अ छ, अ रिभर। अनि त्यसपछि यहाँ फेरि छ, यहाँ इन, यहाँ द पनि छैन, यहाँ अ पनि छैन, यहाँ एन पनि छैन। अनि यहाँ चाहिँ 4D नम्बरमा चाहिँ द रहेछ हैन। भने अब रिभरको साथ कुन चाहिँ आर्टिकल सही रहेछ त? अब रिभरको साथ चाहिँ के द आर्टिकल सही रहेछ त? द आर्टिकल एकदमै गलत रहेछ। द हामी रिभर एउटा जसको आइडेन्टिफिकेसन छैन रिभरको, कुन रिभर हो, कहाँको रिभर हो, के नाम हो रिभरको, त्यसको बिना हामी द त युज गर्न नै सक्दैनौँ। त्यही भएर ए नम्बर रङ हुन जान्छ। अब बी नम्बरमा अ रिभर, अ रिभर के हुन सक्छ र? रिभर के मतलब अ रिभर हामीहरू एउटा रिभरमा युज गर्न सक्छौँ त? अभियसली गर्न सक्दैनौँ। र यहाँ चाहिँ डी नम्बरमा रहेछ, डी नम्बरमा फेरि यहाँ एउटा रहेछ द कस्ट्युम भनेर। अभियसली कस्ट्युम पनि कस्ट्युमको कुनै आइडेन्टिफिकेसन नभएकाले हामी त्यहाँ द युज गर्न सक्दैनौँ हैन। अनि त्यही भएर यहाँ चाहिँ सी नम्बरमा जुन रहेछ, सी नम्बरमा यहाँ न त कस्ट्युमको अगाडि केही आर्टिकल छ, न त रिभरको अगाडि केही आर्टिकल छ। र अभियसली रिभरको अगाडि आर्टिकल लाग्दैन र कस्ट्युमको अगाडि पनि यो सेन्टेन्समा आर्टिकल लाग्दैन। त्यही भएर यहाँ सी नम्बर अप्सन सही हुन जान्छ र यो सी नम्बर अप्सन यहाँ ठिक हुन्छ। विच अफ द फलोइङ सेन्टेन्स इज करेक्ट। अब यहाँ फेरि सेन्टेन्स करेक्ट गर्न लगाएको छ। अब यो चाहिँ सेन्टेन्स करेक्ट गर्न किन लगाउँछ हामीहरूलाई यति? यो यस लागि लगाउँछु किनभने हाम्रो टाइम बढी माथि नै जाओस् र त्यही भएर हामी पछाडि गएर आफ्नो फ्रस्ट्रेसन भएर आफ्नो इक्जाम बिगार्नेछौँ र त्यो इक्जाम बिग्रिन्छ र त्यो कारण जुन ठुला ठुला कलेजहरू हुन्छ तिनीहरूले चेक गर्छन् कि विद्यार्थीमा कति एबिलिटी छ आफ्नो चाहिँ फ्रस्ट्रेसनवाला टाइमलाई युटिलाइज गर्ने, कति एबिलिटी छ फास्ट क्वेसन सल्भ गर्ने। त्यही भएर यति लामा लामा क्वेसन्सहरू चाहिँ सेन्ट जेभियर बुटनिल कण्ठहरूमा सोधिएको हुन्छ। त्यही भएर यहाँ चाहिँ आत्तिने होइन र एकदमै प्र्याक्टिस गरेर जाने, जति बढी प्र्याक्टिस गर्न सक्नुहुन्छ त्यति बढी प्र्याक्टिस गरेर जाने। यहाँ छ विच अफ द फलोइङ सेन्टेन्स इज करेक्ट। अब सबैको सेन्टेन्सहरू यहाँ हेर्ने हो। सबभन्दा पहिला त आई क्यान एब्सोल्युटली रिड इन सेन्ट जेभियर्स बाई पर्फर्मिङ वेल। यो चाहिँ मिनिङ त सही रहेछ हैन, तर मिनिङ सहीले हुँदैन, यहाँ ग्रामेटिकली सही हुनुपर्छ। अब सेकेन्ड नम्बरमा जाने, आई गट एडेड बोनस दिस विक।
आई गट एडेड चाहिँ यहाँ त मिलेन हैन। अनि सी नम्बर द्याट बोय इज पर्फेक्टली म्याड, यो त एकदमै टुटेको इङ्ग्लिस हुन्छ हैन, जुन कि 2-3 क्लासमा हुन्छ भने यस्तै यस्तै वर्डहरू युज गरिरहेको हुन्छ। लाइक यो पर्फेक्टली म्याड भयो हैन। अनि एउटा अझै के सुनेको अरे फ्याट कपी, फ्याट बुक, दिस बुक इज भेरी फ्याट, आई क्यान नट स्टडी दिस मच फ्याट बुक हैन भने यो चाहिँ एकदमै टुटेको इङ्ग्लिस भयो भने यो सी नम्बर पनि रङ हुन जान्छ यहाँ। र डी नम्बर हेर्ने आई क्यान बी भ्यालियन्ट गाई इन फ्युचर, योमा चाहिँ क्यान पनि यहाँ क्यान बी युज गरेर भ्यालियन्ट लगाएको छ र गाई इन फ्युचर यो चाहिँ अब्जेक्ट एकदमै पर्फेक्टली यहाँ राखिएको छ। त्यही भएर यहाँ चाहिँ डी नम्बर अप्सन ग्रामेटिकली सही भएकाले यो चाहिँ अप्सन डी नम्बर सही हुन जान्छ र मार्क 1 मार्क यहाँ पनि उठ्न जान्छ। अब 10 नम्बर क्वेसन यहाँ फेरि 3वटा रहेछ त, 3वटा ब्ल्याङ्क रहेछ। अब फेरि हामी त्यही टेक्निक युज गर्ने। सबभन्दा पहिला के हुन्छ त्यो हेर्ने, त्यसपछि के हुन्छ त्यो हेर्ने, त्यसपछि के हुन्छ त्यो हेर्ने। अब द सनराइज, द सनराइजको अगाडि के हुन्छ एट द सनराइज, एट द सनराइज। अब बर्ड द नेस्ट फ्लाइ राउन्ड, अब एट द सनराइज। अब एट कुन कुनमा रहेछ त फर्स्टमा हेर्नु भने एट यहाँ रहेछ, ए नम्बरको फर्स्टमा रहेछ एट र डी नम्बरको फर्स्टमा रहेछ एट। अब यहाँ चाहिँ सेकेन्डमा त दुइटैमा इन रहेछ हैन भने सेकेन्डको किन चेक गर्ने। अनि थर्डमा हामी जाने यहाँ द नेस्ट फ्लाइ, अब डट डट राउन्ड लेखेको छ भने एट द सनराइज बर्ड्स इन द नेस्ट फ्लाइ डट डट राउन्ड। अब यहाँ फ्लाइ डट डट राउन्डमा के हुन्छ एट राउन्ड हुन्छ, यो त एकदमै इलिगल भइसक्यो भने के हुन्छ यहाँ 2 राउन्ड हुन्छ भने चाहिँ यहाँ कुन अप्सन ठिक हुन गयो त डी नम्बर ठिक हुन गयो भने यहाँ डी नम्बर एकदमै फट्टाकले लगाउने र 1 मार्क फेरिदेखि उठाउने। अनि यहाँ 11 नम्बरमा छ नन अफ अस डट डट ब्रिलियन्ट, यो चाहिँ एकदमै आसान क्वेसन रहेछ। अगर यहाँ नन अफ छ भने अगाडि नन अफ छ भने यहाँ प्लुरल भए पनि हामीहरूलाई यहाँ चाहिँ V5 युज गर्नुपर्छ द्याट इज भने यो चाहिँ नन अफ वाला पनि धेरै इम्पोर्टेन्ट रहेछ। यो चाहिँ एकदमै मेमोराइज गरेर या त नोटमा लेखेर राख्ने ताकि इन्ट्रान्सभन्दा 1 दिन पहिला चाहिँ रिभिजन गर्न एकदमै राम्रो हुन्छ। र 12 नम्बर यहाँ रहेछ कि डट डट अफ एन्ड्स भने अनि यहाँ अप्सनमा हेर्ने भने आर्मी कलम बोथ ए एन्ड बी एन्ड लाइन भने अब यहाँ चाहिँ अफ एन्ड्स यस्ता क्वेसन चाहिँ पछाडिको सेन्ट जेभियरमा पनि सोधेको थियो, अलमोस्ट हरेक इयर सोध्छ हैन, जहाँ चाहिँ एनिमल्सहरूको ग्रुपिङ वर्ड्सलाई सोध्छ भने एन्ड्सको ग्रुपिङ वर्ड्स के हुन्छ त एन्ड्सको ग्रुपिङ वर्ड्स हुन्छ आर्मी हुन्छ हैन र कलम हुन्छ। यो लाइनमा त उनीहरू हिँड्छ हैन, लाइनमा हिँड्छ तर लाइन चाहिँ त्यसको ग्रुपिङ वर्ड हैन। त्यही भएर यो चाहिँ डी नम्बर रङ हुन जान्छ र सी नम्बर चाहिँ यसको सही अप्सन हुन जान्छ भने यो चाहिँ ग्रुपिङ वर्ड्सहरू हेर्ने र यो चाहिँ कमसेकम 10-15वटा एनिमल्सको ग्रुपिङ वर्ड्सहरू चाहिँ पढेर राख्ने, नोटमा लेखेर राख्ने रिभिजनको लागि, किनभने यो एकदमै इम्पोर्टेन्ट क्वेसन रहेछ र बाँकी कलेजेसहरूमा पनि यो चाहिँ रिपिटेड क्वेसन हो जुन कि बार सोधिरहेको हुन्छ। अब यहाँ हामी बढ्छौँ 13 नम्बर क्वेसनमा सक्सेस इज अ बास्टर्ड एज इट हेज मेनी फादर्स एन्ड फेलियर इज एन अर्फेन विथ नो टेकर्स दिस स्टेटमेन्ट इज अ। अब भनिएको छ कि यहाँ चाहिँ आइडेन्टिफाई गर्ने या त मेटाफोर हो या त सिमिली हो या त प्याराडक्स हो या त प्रोभर्ब हो। यो के रहेछ त यो अभियसली एउटा रहेछ मेटाफोर। अब यो मेटाफोर हो र सिमिली कसलाई भन्छ, प्याराडक्स कसलाई भन्छ, प्रोभर्ब कसलाई भन्छ योहरू पनि तपाईहरुलाई थाहा हुनु पर्यो। ओह यु आर माई फ्रेन्ड डट डट यो चाहिँ ट्याग क्वेसन हो। अब ट्याग क्वेसनमा त एकदमै आसान खालको यहाँ सोधिएको रहेछ। अब अभियसली यहाँ आर छ भने हामी आरन्ट यहाँ युज गर्ने हैन र आरन्ट र त्यसपछि यहाँ अरू कुनै पनि आरन्ट छैन भने यो त त्यस्तै ठिक हुन जान्छ र अगर भइदिएको भए पनि यहाँ सब्जेक्ट चाहिँ यु रहेछ भने यु चेन्ज हुँदैन भने बी नम्बर अप्सन सही हुन्छ। हामीहरूलाई दुईवटा एभिडेन्स मिल्यो कि बी सही रहेछ, त्यही भएर यहाँ चाहिँ बी 100% करेक्ट अप्सन रहेछ। अब 15 नम्बर यहाँ गयो भने द पुअर डट डट हेल्पलेस। अब यस्तो खालको क्वेसन यो फेरि इम्पोर्टेन्ट क्वेसन खालको आयो किनभने यहाँ चाहिँ एउटा ग्रुपिङ वर्ड दिएको छ। द पुअर भनेको एउटा कुनै पुअर होइन, या त म पुअर छु भने यो मलाई मात्र इन्डिकेट गरिरहेको छैन, यो जति पनि पुअर छ। अब हुन सक्छ यो नेपालको पुअरको होस् कि पुरा एसियाको होस् कि या त पुरा देशको होस्, सरी मतलब पुरा वर्ल्डैको होस्, यहाँ केही तोकेको छैन, मात्र एउटा ग्रुपिङ वर्ड तोकेको छ कि त्यो हो द पुअर।
अब यस्तो खालको मा हामीहरूलाई जहिले पनि चाहिँ प्लुरल युज गर्नुपर्छ प्लुरल भर्ब भने त पुअर लाई हामीहरूलाई प्लुरल लिनुपर्छ भने यहाँ चाहिँ प्लुरल के हुन्छ त आर हुन्छ हैन त्यही भएर यहाँ हामी आर सिलेक्ट गर्ने हो अब डी नम्बरमा पनि आर रहेछ तर यहाँ इज पनि रहेछ V5 तर V5 हामीहरूलाई इलिगल हुन्छ यहाँ युज गर्न त्यही भएर डी अप्सन चाहिँ सही हुँदैन योहरू त इलिगल नै भइसक्यो त्यही भएर बी नम्बर चाहिँ 100% करेक्ट अप्सन हुन जान्छ यहाँ Which of the following sentence is correct? अब फेरि which of the following sentence is correct सोधिया छ अब यो चाहिँ रिपिटेड क्वेसन हो हरेक इयर यस्ता खालको धेरै क्वेशन्सहरु आउँछन् लाइक यहीमा हामीहरुले यो सायद फोर्थ क्वेसन हो यो सेन्टेन्सलाई करेक्ट पार्ने सेन्टेन्सलाई करेक्टली सिलेक्ट गर्ने हैन भने यहाँ चाहिँ हेर्ने lying on a mat they pulled him यो ग्रामेटिकली यहाँ रङ केही पनि छैन तर अरु पनि यस्तोमा चेक गर्नु नै पर्छ यस्तो क्वेशनमा किनभने अरु यो भन्दा पनि करेक्ट हुन सक्छ त्यही भएर अब अर्को हेर्ने भने he was pulled by lying he was pulled by यो चाहिँ रङ हुन गयो सी नम्बर हेर्ने हो लास्ट अप्सन he was lied inside a mat was pulled यहाँ चाहिँ लास्टमा पनि इलिगल दिया छ भने सी नम्बर पनि यहाँ रङ हुन जान्छ डी नम्बर त नन हुँदैन किनभने ए नम्बर हामी पहिला नै मार्क गरिसकेका छौं भने यहाँ के हुन्छ त सही अप्सन यहाँ हुन्छ ए नम्बर सही अप्सन which of the following sentence is spelled correctly यहाँ भने छ अब स्पेल्ड कुन करेक्टली रहेछ त यहाँ अब अलगा सही रहेछ हैन मिनिमा भनेको मिनिमम अनि म्याक्सिमा भनेको म्याक्सिमम यो तीनटै चाहिँ स्पेल्ड एकदमै करेक्ट रहेछ MINIMA मिनिमा MAXIMA म्याक्सिमा एन्ड ALGA अलगा सबै सही रहेछ भने डी नम्बर अप्सन लगाउने यहाँ अनि फेरि देखि यहाँ 18 नम्बरमा छ तीनवटा ब्ल्याङ्क भएको एउटा ब्ल्याङ्क दुईवटा ब्ल्याङ्क तीनवटा ब्ल्याङ्क अब फेरि हामीहरु त्यो पिछाडी दुईवटा क्वेशनमा जुन ट्रिक युज गरेका थियौ ती हामीहरु फेरि युज गर्ने हो अब हामी यहाँ हेर्ने कि फर्स्टमा के हुन्छ आई हैव डट गिटार भने यहाँ चाहिँ अब अप्सनमा हेर्ने के दिया छ यहाँ त आर्टिकल्स दिया छ हैन भने अब के गिटारको अगाडि कुनै आर्टिकल लाग्छ यो सेन्टेन्समा obviously लाग्दैन म्युजिकल इन्स्ट्रुमेन्ट भने यहाँ नो आर्टिकल हुन्छ भने नो आर्टिकल भएको कुन अप्सनमा रहेछ त फर्स्टमा बी नम्बरमा रहेछ सी नम्बरमा रहेछ हैन सी नम्बरको फर्स्टमा नो आर्टिकल बी नम्बरको फर्स्टमा नो आर्टिकल अब सेकेन्डमा हेर्ने कि के रहेछ सो आई एम प्लेइङ डट गिटार अब सेकेन्ड टाइप रिपिटेड छ यो चाहिँ म्युजिकल इन्स्ट्रुमेन्ट जहाँ फर्स्टमा कुनै पनि भएन कुनै पनि चाहिँ यहाँ हामीले आर्टिकल युज गरेनौ त्यो अगर फेरि देखि रिपिटेड हुन्छ भने त्यहाँ हामी द युज गर्छौं यो रुल हामीहरुले 19 देखि एकदमै राम्ररी मज्जाले पढि आएको छौं पनि यहाँ चाहिँ द युज हुन्छ अब द कुनमा रहेछ सेकेन्डमा बी मा त द रहेछ तर के सी मा रहेछ सी मा त द बीचमा रहेछैन मतलब यहाँ बी नम्बर अप्सन सही हुन जान्छ अगाडि टाइम वेस्ट नगर्ने र यहाँ बी नम्बर सही लगाइदिने अब यहाँ चाहिँ द रविन्द्रनाथ ट्यागोर इज अ डट अब यो चाहिँ एकदमै जीके क्वेशन हो जसलाई कि यहाँ ग्रामरमा राखिदिया छ हैन इंग्लिशमा राखिदिया छ अब यो जीके क्वेशन हो द रविन्द्रनाथ ट्यागोर के हो त प्ले आर्टिस्ट हो प्ले त लेख्या छ हैन तर नोबेल राइटर पनि हो सायद किनभने नोबेल पनि लेख्या छ अब पोएट हो पोएट त हामी त्यसको पोएम्सहरु त पढ्या छौ भने के हुन गयो त आन्सर अल अफ द एबभ यहाँ चाहिँ अप्सन डी नम्बर सही हुन गयो दिस इज द बिगिनिङ अफ द एन्ड दिस स्टेटमेन्ट इज अ फेरि यहाँ चाहिँ सिमाइल प्याराडक्स मेटाफोर र प्रोभर्ब चाहिँ सोधिएको छ अब चाहिँ यहाँ दिस इज द बिगिनिङ अफ द एन्ड यो चाहिँ के हुन गयो त यहाँ यो obviously प्याराडक्स हुन गयो यो एउटा कहावत हुन गयो अब चाहिँ यहाँ म्याथमेटिक्स को क्वेशन रहेछ हैन म्याथमेटिक्स को क्वेशन अगर सल्भ गर्न गयो भने 2-3 घण्टा लाग्छ हैन त्यही भएर सल्भ गर्नुस् जुन आएन त्यो म चाहिँ मदेखि कन्ट्याक्ट गर्नुस् म चाहिँ हेल्प गर्दिन्छु हैन र अहिले हामीहरु फर्स्ट रिभिजनमा जाने हो यहाँ चाहिँ कोही भिडियो पाउज गरेर सबै म्याथको प्र्याक्टिस गर्ने म्याथ क्वेशन्सहरुको प्र्याक्टिस गर्ने यहाँ फेरि केमिस्ट्री क्वेशन आएको रहेछ व्हाट इज द भ्यालेन्सी अफ एल्युमिनियम भ्यालेन्सी अफ एल्युमिनियम यो सबलाई आउँछ हैन त्यही भएर यहाँ टिकमा गर्ने र कमेन्ट गर्ने तल र जसलाई पनि आएन त्यसलाई धेरै मेहनत गर्नुपर्छ भाइ धेरै नै मेहनत गर्नुपर्छ गरी यो क्वेशन आएन भने र यहाँ 43 नम्बरमा रहेछ व्हिच इज मोर इलेक्ट्रोनेगेटिभ इन नेचर अब यहाँ क्वेशन रहेछ व्हिच इज मोर इलेक्ट्रोनेगेटिभ इन नेचर भने हामीलाई थाहा छ कि फ्लोरिन भन्दा इलेक्ट्रोनेगेटिभ बाँकी एलिमेन्ट्स हुँदैन त्यही भएर हामीहरुले यहाँ फ्लोरिन यहाँ लगाउने हो व्हिच इज किङ अफ एसिड
किङ अफ एसिड हामीले एसई पोइन्ट अफ भ्यूबाट धेरै नै इम्पोर्टेन्ट क्वेसन पढाएको थियौँ हैन कि सल्फरिक एसिड चाहिँ सबभन्दा बढी महत्त्वपूर्ण हुन्छ हाम्रो केमिकल इन्डस्ट्रीमा, त्यही भएर त्यसलाई किङ अफ एसिड भन्छ। अब चाहिँ यहाँ रहेछ विच अफ द फलोइङ इज ब्यालेन्स्ड केमिकल इक्वेसन बिट्विन कपर सल्फेट एन्ड आइरन। कपर सल्फेटको त यहाँ रहेछ अब कपर सल्फेट र आइरनको रियाक्सन दिएको छ, 4वटा रियाक्सन। यो पनि क्लास 10 बाट नै रहेछ, 11 बाट अहिलेसम्म एउटा पनि क्वेसन हामीले यहाँ हेरेको छैनौं। भने कपर सल्फेट हेर्ने पहिला। कपर सल्फेट यहाँ CuSO4 रहेछ हैन, अनि त्यसपछि CuSO4 मा यहाँ बी नम्बरमा के दिइदिएको छ CuSO4 हल 2 भने यो त कपर सल्फेटको त फर्मुला नै हैन भने बी नम्बरलाई सबभन्दा पहिला एलिमिनेट गर्ने। अनि त्यसपछि CuSO4 मा यहाँ ए नम्बरमा पनि फर्मुला रङ दिएको छ, त्यही भएर यसलाई पनि एलिमिनेट गर्ने। अनि थर्ड नम्बरमा चाहिँ रहेछ CuSO4 अनि 4 नम्बर डी नम्बरमा रहेछ CuSO4। अब यहाँ चाहिँ चेन्ज के रहेछ कि आइरनको चाहिँ 3 मोल्स रहेछ सी नम्बरमा र डी नम्बरमा चाहिँ आइरनको 1 मोल रहेछ। अब चाहिँ ब्यालेन्स गरेर हेर्ने यो साइड कि कुन चाहिँ सही रियाक्सन म्याच गरिरहेछ, कुन चाहिँ रियाक्सन म्याच गरिरहेको छैन भने ब्यालेन्स गरेपछि अभियसली अप्सन डी नम्बर चाहिँ यहाँ म्याच हुन्छ हैन, डी नम्बर म्याच हुन्छ र सी नम्बर चाहिँ रङ हुन जान्छ। त्यही भएर यहाँ करेक्ट अप्सन 1 एन्ड ओन्ली डी हुन्छ। अब यहाँ चाहिँ 46 नम्बरमा रहेछ एउटा रियाक्सन अनि यहाँ सोधेको छ इज अ डट डट रियाक्सन। अब चाहिँ यो इन्डोथर्मिक हो कि न्यूट्रलाइजेसन हो कि एक्जोथर्मिक हो कि बोथ ए एन्ड बी। अब यसको चाहिँ ब्रिफमा चाहिँ त हामीहरुलाई पढाएको छ 11 क्लासमा, तर यो चाहिँ क्वेसन 10 क्लासको हो किनभने 10 क्लासमा यसको धेरै नै सानो टपिक छ जुनमा यो रियाक्सन चाहिँ अलरेडी इन्क्लुड गरिसकेको छ। भने यो चाहिँ तपाईहरुलाई आउनु पर्ने हो कि यो चाहिँ एउटा एक्जोथर्मिक रियाक्सन हो। अनि त्यसपछि यसको चाहिँ सी नम्बर सही अप्सन करेक्ट हुन्छ। अनि त्यसपछि व्हाट इज मैक्सिमम नम्बर अफ एलिमेंट इन पिरियड थर्ड एन्ड फोर्थ। अब थर्ड एन्ड फोर्थमा चाहिँ मैक्सिमम नम्बर अफ एलिमेंट के हुन्छ त, मैक्सिमम नम्बर अफ एलिमेंट अभियसली 8 हुन्छ, यो हामीलाई थाहा छ। अब चाहिँ यहाँ एस ब्लक एलिमेंट आर प्रेजेंट इन विच ग्रुप, अभियसली 1 एन्ड 2, योमा त कुनै पनि डाउट हुनु परेन, यस हैन एसपीडीएफ हुन्छ भने यस फर्स्ट भयो। अनि त्यो त्यसमा चाहिँ फर्स्ट एन्ड सेकेन्ड ग्रुप रहेछ। अनि त्यसपछि हाम्रो यहाँ अगाडि छ द मेटल विच गिव्स हाइड्रोजन अन ट्रिटमेन्ट विथ एसिड एज वेल एज सोडियम हाइड्रोक्साइड। अब यस्तो कुन मेटल रहेछ त भने यहाँ चाहिँ यस्तो मेटल रहेछ के फेरम हो र यो के जिंक हो र के कपर हो र के नन भने जिंक यहाँ चाहिँ सही अप्सन हुन जान्छ किनभने जिंक चाहिँ यो कन्डिसनदेखि म्याच गर्दछ र यो रियाक्सन हामी चाहिँ केमिस्ट्री क्लास 10 मा पढाएको छौं। बुक पल्टाएर हेर्ने हो भने त्यहाँ यो रियाक्सन भेटाउँछ। Which of the following is radioactive, योबाट रेडियोएक्टिभ कुन रहेछ, अभियसली यहाँ हाइड्रोजन त होइन, ड्यूटेरियम त होइन, हेलियम त होइन भने अभियसली कुनै पनि होइन यहाँ। त्यसपछि फ्री हाइड्रोजन इज फाउन्ड इन, अब फ्री हाइड्रोजन कहाँ यहाँ फाउन्ड हुन्छ त, फ्री हाइड्रोजन अभियसली वाटर ग्यासमा फाउन्ड हुन्छ। What is molecular formula of ethanol, मोलिकुलर फर्मुला C2H5OH इथेनोल। यो हामीहरुले पनि क्लास 10 मै पढाएको छौं। क्लास 10 को चाहिँ केमिस्ट्रीमा जहाँ त्यहाँ अनस्याचुरेटेड स्याचुरेटेड हामी पढाएको छौं कम्पाउन्ड्स को बारेमा, त्यहाँ चाहिँ यो इन्क्लुड रहेछ। त्यसपछि यहाँ C3H8 डिनोट्स भने C3 सबभन्दा पहिला के डिनोट गर्छ त मिथ इथ प्रोप, C3 भनेको प्रोप हुन्छ, प्रोप हुन्छ भने के भयो यो त प्रोपेन भयो भने 53 को सही आन्सर यहाँ प्रोपेन हुन जान्छ। अनि त्यसपछि यहाँ चाहिँ रहेछ द डिपोलराइज युज्ड इन ड्राई सेल इज भने यसबाट के डिपोलराइज्ड हुन्छ हैन भने यहाँ चाहिँ अभियसली म्याङ्गानिज डाइअक्साइड सही अप्सन हुन्छ। हु डिस्कभर मोलिक्युल, मोलिक्युल कसले डिस्कभर गर्यो त, मोलिक्युल एभोगाद्रोले डिस्कभर गर्यो। यो एकदमै घोकेको झिके क्वेशन भयो, यो जसले पढाएको छ त्यसलाई आउँछ, नपढेकोलाई आउँदैन। अनि त्यसपछि यहाँ रहेछ द बेसिक युनिट अफ द सब्स्टेन्स, बेसिक युनिट अफ द सब्स्टेन्स के रहेछ, एलिमेन्ट रहेछ कि एटम रहेछ, यहाँ चाहिँ अभियसली एलिमेन्ट रहेछ बेसिक युनिट अफ द सब्स्टेन्स, एटम त त्यसको भित्रको कुरा भयो। अनि द बोइलिङ पोइन्ट अफ आइरन इज, अब आइरन को बोइलिङ पोइन्ट के रहेछ, यो पनि केमिस्ट्री क्लास 10 मा रहेछ जहाँ 5 वटा हामीहरुलाई एलिमेन्ट को प्रिपरेसन को बारेमा पढाएको हुन्छ, आइरन एल्युमिनियम कपर गोल्ड एन्ड सिल्भर भने त्यहाँ चाहिँ यसको सबै प्रपर्टिजहरु दिएको छ। अनि त्यहाँदेखि बुकमा पनि यो भेटिहाल्छ हैन, यसको चाहिँ
2750 डिग्री सेल्सियस यो अप्सन हेरेर चाहिँ सही हुन्छ र बुकमा हल्का तलमाथि पनि हुन सक्छ। इफ द सर्फेस एरिया अफ द लिक्विड इन्क्रिजेस देन इट्स अब सर्फेस एरिया अगर इन्क्रिज भइदियो भने सर्फेस एरिया इन्क्रिज भइदियो भने के हुन्छ इभापोरेसन इन्क्रिज हुन्छ। अब के बोइलिङ पोइन्ट इन्क्रिज भइहाल्छ। बोइलिङ पोइन्ट त चाहे जे सुकै हालतमा खाली प्रेसर चेन्ज नभओस् भने बोइलिङ पोइन्ट चाहिँ चेन्ज हुँदैन। त्यसपछि फ्रिजिङ पोइन्ट पनि त्यही हो, फ्रिजिङ पोइन्ट पनि चेन्ज हुँदैन बिना प्रेसर चेन्जको। अनि सर्फेस टेन्सन इन्क्रिज चाहिँ हुँदैन। त्यही भएर चाहिँ एउटा मात्र यहाँ सही भयो ए नम्बर र बाँकी सबै गलत भयो। अनि यहाँ 59 नम्बर क्वेसन रहेछ द सेप अफ वाटर मोलिक्युल इज। अभियसली यो हामीलाई थाहा हुनुपर्छ कि भी सेप हुन्छ किनभने हाइड्रोजन हुन्छ र अक्सिजन हुन्छ र अक्सिजन हुन्छ। यो भी सेपमा हाम्रो हुन्छ वाटर मोलिक्युल। अनि 60 नम्बर अन द टप अफ अ माउन्टेन वाटर बोइल्स एट। अब अहिले नै मैले भने कि प्रेसर र हाइटको कारणले चाहिँ बोइलिङ पोइन्ट र मेल्टिङ पोइन्ट चाहिँ चेन्ज हुन जान्छ र त्यही भएर यहाँ चाहिँ जब हाइट यहाँ चाहिँ बढ्दो रहेछ त्यहाँ टेम्परेचर चाहिँ घट्दो रहेछ। त्यही भएर लो टेम्परेचर यहाँ हुन्छ। अन द टप अफ अ माउन्टेन वाटर बोइल्स एट लो टेम्परेचर हुनसक्छ अगर माउन्ट एभरेस्ट माथि गएर बोइल गर्यो भने त्यो 90 डिग्रीमा बोइल भइहालोस् भनेर यस्तो कम टेम्परेचरमा हुन्छ। अनि द मेल रिप्रोडक्टिभ पार्ट अफ फ्लावर। अब आइसक्यो यहाँ बायोलोजीको क्वेसन। बायोलोजीको क्वेसन सबभन्दा कम टाइम कन्ज्युमिङ हुन्छ। त्यही भएर बायोलोजी एकदमै राम्ररी रिभिजन गर्ने र रिभिजन गरेपछि यहाँ चाहिँ एकदमै ठ्याक्कै एन्सर लगाउँदै जाने र यहाँ चाहिँ सबभन्दा कम टाइममा चाहिँ यसलाई सल्भ गर्ने। अब यहाँ चाहिँ रहेछ अभियसली स्टामिना हामीले पढाएको छौँ, यो पनि क्लास 10 को क्वेसन। अभियसली म्याक्सिमम क्वेसन चाहिँ क्लास 10 बाट आउँदो रहेछ र बायोलोजीमा हामीले प्रिभियस इयरमा हेरेको छौँ कि क्लास 9 को चाहिँ फाइलम वाला टपिक चाहिँ एकदमै इम्पोर्टेन्ट रहेछ जुन कि हामी लास्ट भिडियोमा कुरा गरिसकेका छौँ सेन्ट जेभियर वाला भने त्यो पनि पढ्दै राख्ने हैन र एकदमै रिभिजन गर्दै राख्ने। यहाँ चाहिँ ब्याक्टेरिया जेनरली रिप्रोड्युस बाइ भने अभियसली हामीलाई थाहा छ ब्याक्टेरिया चाहिँ बाइनरी फिजनबाट रिप्रोड्युस हुन्छ। व्हाट इज साइन्टिफिक नेम अफ मेज भने यो पनि हामीले घोक्या छौँ हैन। साइन्टिफिक नेम अफ मेज इज जी मेज। क्रसिङ ओभर टेक्स प्लेस इन। अब क्रसिङ ओभर यो चाहिँ 100% 11 क्लासको क्वेसन हो। यो चाहिँ यता 10 क्लाससम्म हामीलाई के पनि थाहा हुँदैन। यो चाहिँ 11 क्लासमा जहाँ सेल डिभिजन हुन्छ जहाँ कि अमाइटोसिस माइटोसिस र मियोसिस हुन्छ भने यो मियोसिसको मियोसिस 1 को चाहिँ यो चाहिँ रहेछ प्रोफेज वाला पार्ट भने जहाँ कि क्रसिङ ओभर हुन्छ। यो चाहिँ बिना पढेर थाहा हुँदैन र यो 11 क्लास अब सेन्ट जेभियर हो भने 11 क्लासको क्वेसन सोध्छ नै यहाँ भने यहाँ तपाईहरुले भन्दियो कि क्रसिङ ओभर चाहिँ प्याचिटिनमा हुँदो रहेछ र यहाँ चाहिँ 65 नम्बर क्वेसनमा जाने हामी व्हिच अफ द फलोइङ मशरुम इज एडिबल भने हामीलाई थाहा छ कि सबै खालको मशरुम हामी खान सक्दैनौं किनभने धेरै चाहिँ मशरुमहरु चाहिँ पोइजनस पनि हुन्छ। त्यही भएर यहाँ चाहिँ एउटा रहेछ एभेलेबल जुन कि एगारिकस बिस्पोरा भन्ने मशरुम रहेछ। यो पनि 11 क्लासको लाइफ साइकलमा पर्ने हो मशरुम भने यो चाहिँ मशरुम एडिबल रहेछ बाँकी चाहिँ पोइजनस रहेछ। अनि त्यसपछि 66 नम्बर फर्टिलाइजेसन इन फ्लावर टेक्स प्लेस इन। अब फर्टिलाइजेसन चाहिँ कहाँ हुन्छ त फर्टिलाइजेसन अभियसली इम्ब्रायो स्याकमा हुन्छ। यो 10 क्लासमा पनि रहेछ र 12 हैन 11 क्लासमा पनि रहेछ। अनि यो क्यालिप्टस इज। अब यो क्यालिप्टस हामीलाई त सुनेको नाम लागिरहेछ हैन। यो चाहिँ कहाँ परेको हो त यो त डाइकोटिलेडनमा परेको हो र हो त यो त डाइकोटिलेडनमा परेको हो। यो क्यालिप्टस चाहिँ डाइकोटिलेडन हुन्छ। यहाँ हामीहरूले 9 मा पढाएको छौँ फाइलम वाला च्याप्टरमै यो डाइकोटिलेडन र मोनोकोटिलेडन छ भने त्यहाँ यो इन्क्लुड छ। अब व्हिच अफ द फलोइङ हैज वाटर भास्कुलर सिस्टम। अब यो वाटर भास्कुलर सिस्टम कुनमा हुन्छ त यो पनि आइसक्यो फेरि त्यही फाइलमबाट। म अलरेडी भनेको थिएँ कि फाइलम वाला धेरै नै इम्पोर्टेन्ट रहेछ त्यहाँबाट क्वेसन 100% स्योर हुन्छ नै हुन्छ र त्यो पनि मल्टिपल क्वेसन्सहरु हुन्छ त्यहाँबाट भने यहाँ चाहिँ अभियसली सिल्भर फिशमा त भास्कुलर सिस्टम त हुनु नै नपरोस् किनभने यो इलिगल भइसक्यो सिल्भर फिशमा। अनि सी कुकुम्बरमा त हुँदो रहेछ हैन। अनि बाँकी पनि हेरौँ सी एनिमलमा हुन्छ हुँदैन साइकनमा हुन्छ हुँदैन। अब यो तपाईहरुले भन्नुहुन्छ कि यो कसरी तपाईलाई थाहा भयो कि योमा हुँदैन योमा हुन्छ। यो चाहिँ फाइलम पढेर थाहा हुन्छ किनभने बायोलोजी हो भने त्यसलाई याद नै गर्नुपर्छ हैन। बायोलोजीलाई पुरा राम्ररी याद गर्नुपर्छ बिना याद गरे केही थाहा हुँदैन। अनि त्यसपछि एपिथेलिया टिस्यु डेभलप्स फ्रम।
अब इपिथेलिया टिस्यू डेभलप्स फ्रम कहाँबाट डेभलप हुन्छ त यो इन्डोडर्म यो त फर्स्टैमा रहेछ इन्डोडर्म अनि अर्गानिजम हुज एलिमेन्टरी क्यानल इज इन्कम्प्लिट एन्ड हैज फल्स सेगमेन्टेड बडी अब यसको कुन एलिमेन्टरी कुन कसको चाहिँ एलिमेन्टरी क्यानल चाहिँ यहाँ कम्प्लिट हुँदैन र चाहिँ एउटा फल्स सेगमेन्टेड बडी हुन्छ अर्थवर्मलाई त एकदम प्योर हुन्छ हैन सेगमेन्टेड बडी त प्योर हुन्छ त्यसको अनि बाँकी को रहेछ त यहाँ भने बाँकी हेर्ने अप्सन्स यहाँ बी नम्बर रहेछ सी नम्बर रहेछ र डी नम्बर रहेछ अब बी नम्बर एस्कारिस पनि हैन हाइड्रा पनि हैन टेपवर्म अभियसली टेपवर्मको चाहिँ सेगमेन्टेड बडी हुन्छ तर त्यो फल्स हुन्छ किनभने एक्ज्याक्टली सेगमेन्टेड बडीमा के रुल हुन्छ कि त्यसको चाहिँ भित्र पनि त्यस्तै खालको हुनु पर्यो तर टेपवर्ममा चाहिँ त्यस्तो हुँदैन अब पिन्ना इज द क्यारेक्टरिस्टिक अफ पिन्ना त हामीलाई थाहा छ सबैलाई हैन तर त्यो क्यारेक्टरिस्टिक्स कसको हो त म्यामलको अभियसली किनभने हाम्रै यो कुरा हो बाँकीको त हैन अनि थिक स्किन लङ आई ल्यासेस नोस्ट्रिल्स विथ भ्याल्युज आर क्यारेक्टरिस्टिक्स अफ अब यो चाहिँ थिक स्किन कसको हुन्छ त लङ आई ल्यासेस कसको हुन्छ नोस्ट्रिल्स कसको हुन्छ के हामीले यस्तो पढाएको छौँ कि क्यामलको यस्तो हुँदो रहेछ यस्तो हामीलाई लागिरहेछ हैन भने अगर यस्तो लागिरहेछ भने यु आर 100% राइट यहाँ चाहिँ क्यामलको हुन्छ र क्यामल के हो त जेरिक एनिमल्स हो मिन्स हट टेम्परेचरमा बस्ने एनिमल्स अब विच अफ द फलोइङ बर्ड चेन्जेस इट्स कलर एकर्डिङ टु द ह्याबिट्याट अब एउटा यस्तो पनि बर्ड रहेछ जुन कि आफ्नो ह्याबिट्याटको एकर्डिङली आफ्नो कलर चेन्ज गर्दो रहेछ तर त्यो बर्ड कुन हो त अभियसली हमिङ बर्ड हो हामीले हेर्छौँ हमिङ बर्ड एकदमै सानो सानो चिडिया धेरै कलरको हुन्छ कहिले यो कलरको हुन्छ कहिले त्यो कलरको हुन्छ हैन ह्याबिट्याटमा यताउता गर्दै गर्दै उनीको कलर चेन्ज हुँदै राख्छ जिका फिभर इज काउज्ड बाइ जिका फिभर इज काउज्ड बाइ अब यहाँ हेर्ने हो चारवटा कुरा दिएको छ र यो म तपाईहरुलाई याद दिलाइदियो कि यो जिका फिभर हामीले पढाएको छौं ईपीएच मा अब ईपीएच मा पढाएको छौं एडिस स्पिसिस यो चाहिँ सबलाई याद होला जसले पढाएको छ त्यसलाई त याद होला जसले पढाएको छैन बाबु अहिले लेख्ने यो नोटमा एकदमै इम्पोर्टेन्ट खालको क्वेशन रहेछ किनभने ईपीएच हरुबाट हेल्थ बुकहरु 6 7 को हेल्थ बुकहरुबाट पनि क्वेशन आउँदो रहेछ जुन कि हामी लास्ट भिडियोसमा चाहिँ हेरेका छौं अनि त्यसपछि यहाँ चाहिँ रहेछ पुपा स्टेज अफ मस्किटो इज अब यो चाहिँ पढेको क्वेशन हो 9 क्लासमा मस्किटोको बारेमा हामी पढाएको छौं हैन भने र अझै पनि हामी लाइफ साइकल्सहरु 8 क्लास देखि नै पढ्दै आइरहेको छौं भने यो चाहिँ हामीलाई थाहा हुनुपर्छ कि टम्ब्लर भनेर पुपा स्टेज मस्किटोको हुँदो रहेछ अब द नम्बर अफ फेशियल बोन्स आर अब फेशियल बोन्स यो पनि 9 क्लासको क्वेशन हो त अब यहाँ कन्टिन्युअसली 9 क्लासको क्वेशनहरु आइराछ र द नम्बर अफ फेशियल बोन्स हामीले 9 क्लासको बायोलोजीमा पढाएको छौं कि त्यहाँ चाहिँ 14 एउटा बोन्स रहेछ बाउमस क्याप्सुल्स आर फाउन्ड इन व्हिच पार्ट अफ द किडनी अब बाउमस क्याप्सुल्स यो चाहिँ एक्ज्याक्टली 9 क्लासमा कि 8 क्लासमा छ यति राम्ररी मलाई याद छैन तर 9 क्लास कि 8 क्लासको चाहिँ हेल्थ र बायोलोजीबाट एउटा कहीं यहाँ चाहिँ इन्क्लुड गरेको छ यो चाहिँ 11 को क्वेशन हैन 100% स्योर 11 को क्वेशन हैन यो जुनियर क्लासको क्वेशन हो यो चाहिँ तपाईहरुलाई थाहा हुनुपर्छ अगर पढेको छ भने यो चाहिँ रेनल आर्टेरीमा रहेछ अनि त्यसपछि एन आर्चियोपिटेरिक्स इज अ कनेक्टिङ लिंक बिट्विन अब आर्चियोपिटेरिक्स यो चाहिँ एकदमै पपुलर एकदमै भिभिआई क्वेशन रहेछ 11 क्लासको 11 क्लासमा यो चाहिँ यसको पूरा ब्रीफ डिस्क्रिप्सन चाहिँ फाइनलमा सोध्ने खालको क्वेशन रहेछ यो क्वेशन चाहिँ यहाँ सोधेको छ यो कनेक्टिङ लिंक कसको बीचको यो अभियसली तपाईहरुलाई थाहा होला कि यो अभियसली यो बर्ड र रेप्टाइल्सको बीचमा हुन्छ किनभने यसको चाहिँ धेरै सिमिलरिटिज हुन्छ बर्ड र रेप्टाइल्स लाइक त्यसको पीक हुन्छ त्यसको टीथ हुन्छ अनि त्यसको स्किन हुन्छ फेदर्स हुन्छ अनि त्यसपछि त्यसको चाहिँ टेल हुन्छ हैन भने यो चाहिँ एकदमै ब्रीफ डिस्क्रिप्सन 11 क्लासमा तपाईहरुले पढ्नुहुन्छ अनि हु डिस्कभर भाइरसलाई कसले डिस्कभर गर्यो एडल्फ मेयर यो चाहिँ एकदमै जीके खालको क्वेशन भयो यो पढेकै हुनुपर्छ यो त्यस्तै आफै आउँदैन यस्तो चाहिँ सही आन्सर चाहिँ माइन्डमा आउँदैन अगर पढ्नु भएको छैन भने यहाँ चाहिँ 18 नम्बर क्वेशन रहेछ व्हिच अफ द फलोइङ लाइज इन क्लास माइरियोपाइरा भने हामीलाई थाहा छ यो फेरि क्वेशन आयो 9 क्लासको फाइलमबाट र फाइलममा अब यो माइरियोपोडा छ भने माइरियोपोडामा अभियसली के हुन्छ त यहाँ माइरियोपोडामा चाहिँ मिलिपेड हुन्छ यो चाहिँ पनि घोकेको यो कुरा हो यो चाहिँ कुनै पनि कन्सेप्ट यहाँ युज हुँदैन अब 81 मा रहेछ व्हिच अफ द फलोइङ इज अ भेक्टर क्वान्टिटी अब यहाँ चाहिँ फिजिक्सको क्वेशन आइदियो अब फिजिक्सको क्वेशन यहाँ सल्भ गर्ने हो हामी 81 मा रहेछ
भने भेक्टर क्वान्टिटी कुन रहेछ मतलब यहाँ यसको डाइरेक्सन पनि होस् र म्याग्निट्युड पनि होस् भने पावर हुँदैन एनर्जीको डाइरेक्सन हुँदैन चार्जको डाइरेक्सन हुँदैन हामीलाई लाग्छ कि चार्जको डाइरेक्सन हुन्छ तर एक्ज्याक्टली चार्जको डाइरेक्सन हुँदैन त्यो वायर जहाँ भयो त्यहाँ जान्छ चार्ज त्यसको फिक्स डाइरेक्सन चाहिँ चार्जको हुँदैन भेलोसिटी अभियसली त्यो डिस्प्लेसमेन्ट बाइ टाइम हो डिस्प्लेसमेन्टको बिना डाइरेक्सनले डिस्प्लेसमेन्ट हुँदैन त्यही भएर चाहिँ भेलोसिटी यहाँको सही अप्सन हो र वान एन्ड ओन्ली अप्सन हो भने यहाँ चाहिँ डी नम्बर सही अप्सन हुन जान्छ यहाँ चाहिँ कन्भर्ट 52 डिग्री सेल्सियस इन्टु केल्भिन यो चाहिँ हामीलाई फर्मुला थाहा छ C - 0/100 इज इक्वल्स टु K माइनस 32/180 हैन भने यो चाहिँ फर्मुला युज गरेर यो चाहिँ क्याल्कुलेट गर्ने र एन्सर भए कमेन्टमा पनि हाल्दिने अरूलाई हेल्प होस् र यहाँ चाहिँ अर्को क्वेशन रहेछ अनि यसको चाहिँ केल्भिन भनेको छ हैन सरी अनि 82 नम्बरको केल्भिन भनेको छ सरी मैले फरेनहाइट भन्दिए हैन भने केल्भिनमा यो चाहिँ चेन्ज गर्ने एकदमै आसान रहेछ एउटा टेक्निक यो चाहिँ टेक्निक के गर्ने भने सेल्सियसमा जुन पनि दिया हुन्छ भ्यालु हैन त्यसलाई केल्भिनमा चेन्ज गर्नलाई त्यसलाई +273 मात्र गर्नुपर्छ यहाँ भने अगर C+273 गर्दिनु हुन्छ भने त्यो चाहिँ केल्भिनमा भ्यालु आइहाल्छ फर एक्जाम्पल यहाँ 52 डिग्री दिया छ भने 52 + 273 गर्दिनु भने यहाँ आन्सर आइहाल्छ भने 52 + 273 325 हुन्छ भने 325 विल बी द करेक्ट आन्सर सरी यहाँ मैले फरेनहाइटको फर्मुला दिदिए तर त्यो पनि राम्रो हो फरेनहाइट पनि याद गर्दै राख्ने के ठेगान यहाँ 52 डिग्री सेल्सियसलाई फरेनहाइट सोधियोस् त्यही भएर अनि त्यसपछि 83 नम्बर क्वेशन रहेछ अ पर्सन भर्टिकली थ्रोज अ स्टोन अपवर्ड एन्ड कभर्स अ म्याक्सिमम डिस्टेन्स अफ 250 सेन्टिमिटर व्हाट इज टोटल टाइम स्पेन्ट इन एयर व्हेन इट रिचेस द म्याक्सिमम point in second अब यो चाहिँ पनि डाइरेक्टली फर्मुला युज गरेर तपाईहरुलाई आन्सर निकाल्नु पर्ने हुन्छ त्यसपछि रहेछ द मोस्ट डेभिएटेड कलर अफ लाइट आफ्टर पासिङ थ्रु अ प्रिजम इज अब प्रिजम चाहिँ हामीलाई एकदमै भास्टमा त 10 क्लाससम्म पढाएको हुँदैन यो चाहिँ 11 क्लासमा एकदमै भास्टमा हामीलाई पढाएको हुन्छ प्रिजम कि कुन रहेछ के रहेछ अनि हामीलाई थाहा हुन्छ कि 7 कलर्सको लाइट हुन्छ हैन VIBGYOR भिप्ट्योर भनेर हामीलाई पढाएको हुन्छ भने भायोलेट अनि इंडिका ब्लू ग्रीन येलो ऑरेंज रेड भने यहाँ सबभन्दा मोस्ट डेभिएटेड चाहिँ कुन हुँदो रहेछ त मोस्ट डेभिएटेड अभियसली भायोलेट हुँदो रहेछ यहाँ भायोलेटेड मोस्ट डेभिएटेड हुन्छ र त्यसपछि यो चाहिँ डिक्रिज हुँदै जान्छ यतापट्टि अनि त्यसपछि हामी जाने हो 85 नम्बर क्वेशनमा Which one of the following formula can be used to calculate the depth of an ocean? भने depth of an ocean को चाहिँ फर्मुला हामीहरुले क्लास 10 मै 9 मा पढ्या छौ जहाँ हामीहरुले साउन्ड पास गरेर लाइट पास गरेर साउन्ड पास गरेर हामीले चाहिँ त्यसको डेप्थ चाहिँ पत्ता लगाउने गर्थ्यौ हैन भने अब चाहिँ त्यो फर्मुला कुन हुँदो रहेछ त यहाँ अभियसली रहेछ C नम्बर D = VT/2 अनि त्यसपछि यहाँ अर्को रहेछ व्हाट इज एभरेज फ्रिक्वेन्सी अफ यूवी रेज भने यूवी रेज को बारेमा पनि हामी 9 क्लासमै पढिसकेका छौं यहाँ फेरि 9 क्लासको क्वेशन्सहरु एकदमै रिपिटेड आइरहेको छ 10 क्लासको क्वेशन चाहिँ हुन्छ धेरै तर 10 क्लास भन्दा पनि 9 क्लासको क्वेशन हुँदो रहेछ अनि त्यसपछि चाहिँ थर्ड नम्बरमा चाहिँ 11 क्लासको क्वेशन हुँदो रहेछ अनि भने यहाँ चाहिँ यो 9 क्लासको क्वेशन फेरि देखि आयो व्हाट इज एभरेज फ्रिक्वेन्सी अफ यूवी रेज भने एभरेज फ्रिक्वेन्सी अफ UV rays हुँदो रहेछ 10⁻16 हर्ट्ज यहाँ द डेभिएसन अफ लाइट बाइ स्मल एंगल प्रिजम इज इन्डिपेन्डेन्ट अफ अब चाहिँ यहाँ फेरि देखि 11 क्लासको क्वेशन यो फेरि प्रिजम वाला क्वेशन आइसक्यो यो चाहिँ फेरि 11 क्लासमा पढाइएको कुरा हो यो भने यो तपाईहरुलाई चाहिँ नोट डाउन नै गर्नुपर्छ कि एंगल अफ इन्सिडेन्स चाहिँ त्यहाँ कुनै पनि मतलब राख्दैन एउटा स्मल एंगल प्रिजममा अनि त्यसपछि स्काई अपियर्स एज ब्लू ड्यू टू अब स्काई चाहिँ ब्लू किन देखिन्छ एक्ज्याक्टली त्यो त ब्लू हुँदैन हैन स्काई त एउटा स्पेस हो भने त्यो ब्लू हामीलाई किन देखिन्छ भने यो चाहिँ लाइटको कुरा हो यो चाहिँ 9-10 क्लासमा पढेको कुरा यो चाहिँ तपाईहरुलाई एकदमै थाहा हुनु नै पर्छ अहिले पनि यो चाहिँ स्क्याटरिङ अफ लाइटको कारण यो स्काई चाहिँ ब्लू देखिन्छ अल्दो इट इज नट ब्लू अनि यहाँ चाहिँ when two plane mirror are inclined perpendicular to each other भने चाहिँ यसरी चाहिँ perpendicular दुईवटा मिरर छ then what will be the number of images formed of an object भने एउटा अब्जेक्ट भयो भने त्यसको कतिवटा इमेज फर्म हुन्छ त यहाँ obviously 3 वटा इमेजेसको फर्म हुन्छ अनि त्यसपछि यहाँ a boy is standing 100 meter from the foot of a high wall claps his hand loudly the echo reaches him a 0.5 second later calculate the velocity of
साउन्ड इन एयर युजिङ दिस अब्जर्भेसन भने यहाँ पनि डाइरेक्ट फर्मुला लगाएर चाहिँ यहाँ एन्सर फाइन्ड आउट गर्ने हो। यहाँ ए नम्बर एन्सर सही हुन जान्छ। अनि यो चाहिँ अगर बनेन भने यो क्वेसन सल्भ गर्न आएन भने मलाई सोध्दा हुन्छ। अनि त्यसपछि यहाँ रहेछ 1/h गिभ्स भेलोसिटी रेसियो हुनु पर्यो, भेलोसिटी रेसन अफ। अब यो चाहिँ भेलोसिटी या रेसियो बनाइदियो किनभने रेसियो नै हुन्छ हैन। भने यहाँ रेसियो चाहिँ कसको दिन्छ त 1/h। सरी यहाँ एल हुनु पर्यो हैन, किनभने मैले यहाँ लिभर इन्क्लाइन प्लेन हेरेँ भने याद आयो, यहाँ चाहिँ एल हुनु पर्यो। अनि l/h गिभ्स भेलोसिटी रेसियो अफ इन्क्लाइन प्लेन अभियसली। त्यसपछि विच अफ द फलोइङ इज युज्ड इन सर्च लाइट भने सर्च लाइटमा के युज हुन्छ त? सर्च लाइटमा कन्केभ, यहाँ चाहिँ मिरर सबभन्दा पहिला यहाँ मिरर र लेन्समा कन्फ्युज नहुने। मिररमा चाहिँ कन्केभ चाहिँ कन्भर्जिङ हुन्छ र लेन्समा चाहिँ कन्केभ डाइभर्जिङ हुन्छ भने यो चाहिँ कन्फ्युज नहुने यहाँ। र प्लेन मिरर त सर्च लाइटमा कुनै पनि मतलब नै राखेन, त्यही भएर बी नम्बरलाई एलिमिनेट गरिदियो यहाँ। र भने बाँकी यहाँ 3वटा अप्सन बचेको छ। 3वटा अप्सनमा अभियसली प्याराबोलिक मिरर जुन हुन्छ त्यो चाहिँ सर्च लाइटमा युज हुन्छ। र यो प्याराबोलिक मिररको बारेमा पनि चाहिँ क्लास 11 मा पढाएको छ राम्ररी, भने यो पनि 11 क्लासको क्वेसन भयो मेजोरिटी। र त्यसपछि यहाँ अ कन्केभ लेन्स इज इमर्स्ड इन वाटर देन इट्स फोकल लेन्थ। अब एउटा कन्भेक्स लेन्सलाई अगर पानीमा डुबाइदियो भने के हुन्छ त? त्यसको फोकल लेन्थसँग के हुन्छ? एक्ज्याक्टली यो पनि 11 क्लासको क्वेसन हो। यो 10 क्लाससम्म एकदमै राम्ररी पढाएको हुँदैन यो कुरा। भने 11 क्लासको क्वेसन अभियसली त्यसको फोकल लेन्थ चाहिँ इन्क्रिज भइहाल्छ। 11 क्लासमा गएपछि यो एकदमै राम्ररी मजाले पुरा टपिक पढाउनुहुन्छ सरहरूले। अब यहाँ चाहिँ भनेको छ कन्भर्ट 50 जुल टु अर्ज। अब जुल र अर्जको रिलेसन थाहा नै छ, त्यसलाई एकदमै यहाँ पुट गर्ने र एन्सर निकाल्ने। अनि त्यहाँ त्यसपछि छ द डेप्थ अफ पोन्ड इज डट डट इफ इट सिम्स टु बी 10 मिटर भने द डेप्थ अफ पोन्ड इज डट डट इफ इट सिम्स टु बी 10 मिटर। अब भनेको छ हामी पोन्डलाई हेर्छौँ भने त्यो 10 मिटर लागिरहेछ भने त्यसको एक्चुअल चाहिँ डेप्थ कति हुन्छ त? एक्चुअल डेप्थ अभियसली त्योभन्दा अलि बढी हुन्छ, जुन के हुन्छ 13.3 सेन्टिमिटर। यहाँ चाहिँ फर्मुला युज गर्न जानुहुन्छ भने त्यो चाहिँ अलि लामो प्रोसेस हुन्छ र टाइम कन्ज्युमिङ हुन्छ। अभियसली हामी जति हेर्छौँ त्योभन्दा अलि बढी हुन्छ र अभियसली 2 गुणा त भइहाल्दैन। यहाँ हेर्ने 10 मिटरभन्दा बढी कुन रहेछ? सी नम्बर र डी नम्बर। अब डी नम्बर त सिधा 2 गुणा भ्याल्यु भइसकेको छ भने यसलाई एलिमिनेट गरिदिने भने बच्यो के? सी नम्बर। सी नम्बरलाई ठिक लगाइदिने, यो 101% ग्यारेन्टिड सही हुन्छ। अब अर्को जाने यहाँ अ कार इज ट्राभलिङ एट अ स्पिड अफ द डट अन सिइङ अ बेबी अ मिटर अहेड। यो पनि एकदमै फर्मुला युज गर्ने क्वेसन हो। फर्मुला युज गरेर ठ्याक्कै एन्सर निकाल्ने, न आएपछि मलाई सोध्ने। अनि त्यसपछि यहाँ रहेछ यो अ ट्रोली इज पुल्ड अन स्ल्यान्टेड सर्फेस बाई अप्लाइङ एन इफोर्ट अफ 40 एन्ड यो पनि 100 रहेछ। एकदमै के भन्ने यसलाई फर्मुला युज गरेर। अनि चाहिँ यहाँ त 5 मार्कको जति ठुलो क्वेसन त हुँदैन, एकदमै एउटा फर्मुला लगाउने र एन्सर बन्ने खालको रहेछ। र यो चाहिँ फर्मुला लाग्ने क्वेसनहरू चाहिँ आएन भने मलाई सोध्दा हुन्छ हैन। अनि त्यसपछि यहाँ बाँकीको 3वटा क्वेसन रहेछ। व्हील एन्ड एक्सल इज। अब यहाँ व्हील एन्ड एक्सल के हो त? कन्टिन्युअस लिभर, पार्ट अफ पुली, डिसकन्टिन्युअस, नन अफ द अबभ। के हो त यहाँ? अभियसली कन्टिन्युअस लिभर हो। यो त हामीहरूले 9 क्लासमा एकदमै घोकेर पढाएको छौँ। अनि त्यसपछि वाट इज रिफ्र्याक्टिभ इन्डेक्स इन डायमन्ड? डायमन्डको रिफ्र्याक्टिभ इन्डेक्स के हुन्छ त? 2.42 हुन्छ। यो 11 क्लासमा मेमोराइज गराएको हुन्छ, तर यो चाहिँ 9 र 10 मा पनि डायमन्डको प्रपर्टिजमा लेखेको छ। भने जो राम्ररी पढेको छ त्यसलाई 19 मा थाहा हुन्छ र जो राम्ररी पढेको छैन भने 11 मा गएर जसो पनि थाहा भइ नै हाल्छ। र यहाँ चाहिँ अब लास्ट क्वेसन रहेछ क्रिटिकल एंगल अफ आइसिज। अब क्रिटिकल एंगलको बारेमा चाहिँ एकदमै राम्ररी पनि यो पनि 11 क्लासमै पढाएको छ। आज हामीहरूले हेर्यो कि 11 क्लासको एकदमै धेरै क्वेसनहरू रहेछ हैन। भने अब यो क्रिटिकल एंगल अफ आइस पनि 11 क्लासमा रहेछ। अब यति धेरै 11 क्लासको क्वेसन आयो भने यसलाई पनि नोट डाउन गर्ने र यसको एन्सर लगाउने 50 डिग्री। क्रिटिकल एंगल अफ आइस चाहिँ 50 डिग्री हुन्छ र वाटरहरूको पनि र ग्लासहरूको पनि मेमोराइज गर्दै राख्ने, किनभने यो चाहिँ रिपिटेड क्वेसन्सहरू हो। एन्ड thank you for watching।